हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। सो सेटअप देखेर थाहा पाइसक्नुभयो, हामी चाहिँ च्यालेन्ज गर्न लागेको छौँ। सो कोसँग भन्दा चाहिँ म त्यो अहिले देखाउँछु तपाईँहरूलाई। हामीसँग चाहिँ छ किमा नुडल, पानीपुरी अनि कोक। गाइज यो चाहिँ मैले पछि भोइस ओभर गरेको हो किनभने माइक चाहिँ डिस्कनेक्ट भइसकेको रहेछ, तर थाहा पाएनौँ। अनि यत्तिकै नै मुकबाङ गऱ्यौँ कि हामीले के बोलाएको थियो सबै गयो कि। सो गाइज त्यही पनि हेरिदिनु होला भिडियो। सो वेलकम हर इन माई च्यानल फर द फर्स्ट टाइम। सो लेट्स स्टार्ट है त गाइज। त्यहाँ के बोलिरहेको छ भने मलाई याद छैन कि, त्यही भएर चाहिँ यत्तिकै हालिदिएको। So let's start on 3, 2, 1, go. च्यालेन्ज भनेको थियौँ तर बिचमा हाम्रो च्यालेन्ज के भयो। आत्तिमा चाहिँ मैले थाहा पाउँछु कि मेरो माइक डिस्कनेक्ट छ भनेर। अनि त्यसपछि चाहिँ बल्ल मैले माइक चाहिँ अन गर्छु। पानीपुरी फर्स्ट बाइट खाएँ ल। यो चाहिँ मैले लिप्सिङ बुझेर भए पनि बोले। अनि गाइज पछि साउन्ड गायब भएको छ भनेर थाहा पाउँदा मेरो मुटु टुक्रा टुक्रा भएको थियो कि। यति धेरै कुरा गरेको थियौँ हाम्रो यो धेरै पछिको मुकबाङ हो। पहिला पनि गर्थ्यौँ तर हामीले युट्युबमा हाल्दैन थियौँ। वी आर इन्जोइङ लिटरली गाइज। हामी के बोलेको थियौँ के पनि छैन के। यु क्यान सी गाइज हामी कति इन्जोय गरेर खाइरहेको थियौँ, कति गफ गरिरहेको थियौँ, तर हाम्रो गफ जति सबै गायब। सो गाइज आधी भिडियो पछि चाहिँ आउँछ, स्किप नगर्नु होला नि। फेरि कोहीको चाहिँ फेरि दाँत दुख्यो भनेर खाने बेला हामीले चाहिँ च्यालेन्ज भनेर गरेको थियौँ। अनि ऊ चाहिँ घरि दाँत दुख्यो भन्छ, घरि के भन्छ। अनि च्यालेन्ज जस्तो भएको थिएन। अनि त्यही भएर चाहिँ हामी बिस्तारै खाइरहेको थियौँ। आधी मुकबाङ सकिने बेला चाहिँ माइक डिस्कनेक्ट छ भनेर थाहा पाउँछु कि मैले। मेरो रियाक्सन हेर्नलाई चाहिँ एकछिन पर्खिनु होला। मेरो चाहिँ सकिन लागिसकेको थियो, उसको अझै त्यत्रो बाँकी थियो है। अनि च्यालेन्ज ओभर भयो, उसले नसक्ने भयो भनेर चाहिँ बिस्तारै खाइरहेको थिएँ म। त्यसपछि हेर्नु लास्टमा उसले के गर्छ, म बिस्तारै खाइरहेको मौकामा चौका उठाएर उसले खानेकुरा खाइसकेपछि चाहिँ च्यालेन्ज हो भनेर भन्छ के। इट्स नट फेयर गाइज है। दाँत दुख्यो भन्दै हो। माइक थाहा पाएँ मैले, देख्नुभयो? ओ माई गड, लुक एट माई रियाक्सन। माइक डिस्कनेक्ट छ भनेर अर्को चाहिँ सोझो भनेर। गाइज माइक डिस्कनेक्ट छ भनेर थाहा पाएपछिको रियाक्सन हेर्नु त मेरो।
You can feel it. ला नि लैलै अघि चेक गरेनम जस्तो छ के छैन अघि त 2 चोटी भिडियो बिग्रिदाखेरि हामीले चेक गर्नुपर्ने तर के गर्नु यो आलु चाहिँ सबै नसकाउने ल ल दिए छुट भनेको त तिमीले सकाउने मैले नसकाउने हुन्छ ल ए च्यालेन्ज भनेपछि इक्वल हेलो मासु आएन के अनि पर्छ यसरी हाम पर्नु गाइस मैले जितिसकेँ ठुलो मान्छेलाई च्यालेन्ज गर्न ल्याउन लाग्छ भनेको दिउँसभर त्यत्रो खाजा अनि के खायो भन त बिस्कुट खाए रोल 2टा खाए एग रोल चिकन रोल कुसुम दिदीको पसल खुल्ला थियो सुड्डी त यसरी फर्स्टमा खुल्लै थियो अनि बन्द गरेर खाजा खाने बेला भएपछि बन्द गरेर गएछ कि अनि अस्ति त खाजा खाने बेला चाहिँ खुल्लै थियो अनि फोन गरेर सोधेको त ए म त डाँडातिर सुकुटे खान आछु रे के मलाई अनि तिमीहरूले कहाँबाट खायो धादिङमा मगाएको 12 बजे मगाएको 3 बजे आएको चाहिँ खाजा 9 वटा 12 बजे खा भयो त तिम्रो घर पनि गएछ नि बजे भात खाथे त्यसपछि के गर्छु भनेको थिएँ मम्मीलाई तर घरमा सुते अनि त फोड अघि हाम्रो त्यत्रो माइक बन्द रहेछ यार यसरी हरियो 2टा आँखा बोल्नु पर्ने म अघि उहाँ गएँ नि त त्यही भएर डिस्कनेक्ट भएको यस्तो तितो हो क्या मेरो के तिमीले धेरै ससालेर गाइस तपाईहरुले चाहिँ हाम्रो भिडियो इन्जोय गर्नुभयो होला च्यालेन्जको सी पनि भएन के सुरुमा त लास्ट दन्क्या थियौं तर आया दाद दुख्यो भने अनि फेरि तितो भयो भने अनि आलु नखाम धेरै भने आलु चाहिँ सबै खानु पर्दैन भने त्यसैले च्यालेन्जको रुल्स त खराब भयो जे भएन यति सब चाहिँ खाइसक्नुपर्छ लास्टसम्म मैले त आलु पनि खाइसकेँ यो आलु पनि खाऊ खानु त पर्छ नि हैन पैसा तिरेर ल्यायो नेक्स्ट टाइम चाहिँ च्यालेन्ज जसरी नै आउँछौँ हामी मासु भात च्यालेन्ज चाहिँ मासु भात त मुखबाङ गर्दा ठिक हुन्छ स्वाद लिएर खाने गाइस च्यालेन्ज हो शान्ति नसोच्नु कोक लास्ट बाँकी हो ल त्यस्तो मान्दैन ए म त मान्दैन मैले तिम्रो आलु पनि खाएको अघि नै च्यालेन्ज ओभर भइसक्यो त्यो मान्दैन च्यालेन्जलाई सिरियसै नलि खाएर बसेको मैले उसलाई नै टाइम दिँदा जित्यो च्यालेन्ज अघि ओभर भइसकेको थियो खाइरहेको मेरो खानेकुरा सकिसकेको थियो नि त यो कोक चाहिँ के हो त उसलाई मैले जिते गाइस लज्जी भयो भने जेल्ला खेलेर भयो जेल्ला रे तपाईहरुलाई थाहा छ जेल्ला खेलेर भयो भने उसले चाहिँ जितिसकेको छ अब सो गाइस
मच फर टुडे। मेरो गिफ्ट खोइ त जितेको त मैले हो। हात धोएर दिन्छ एकछिन है गाइस, म उसको लागि गिफ्ट लिएर आउँछु। ओइ त्यो कागजको सागज लिन्न है म त्यति मात्र हेरेँ म नि हात धोएर आउँछु है गाइस। अब यस्तो उठाउने त उहाँको चलन नै छैन, हेर्नु मैले नै गर्नु हो सबै। कहिले पनि गर्नुहुन्न उहाँले। के रे ल सबै उठाउँछौ। तपाईँले त देख्नु नै भयो होला नि त होइन रियालिटी। एका भाडा चाहिँ मलाई माझ्नु आउँछ। सो गाइज हामी हात धोएर आइसक्यौँ। भाडा चाहिँ अब मैले माझ्नुपर्छ, मलाई थाहा छ। सो गाइज मैले चाहिँ विनरलाई गिफ्ट अनाउन्स गरेको थिइनँ। सो जेलै गरेर जिते पनि उसको लागि चाहिँ गिफ्ट यहाँ छ। मिनी फ्यान गर्मी महिनामा। ल Oh my god, are you sure? Yes. Let's unbox. Okay, thank you so much. Whoa! Wow! Wow! Proud of you, beta. Proud of you. So guys, नाटक हो यो। वाह हेरेपछि क्या आराम देखाए। हेर न क्या नसालु। सो गाइज यति नै थियो हाम्रो रमाइलो, यति नै थियो हाम्रो भिडियो, यति नै थियो अन च्यालेन्ज वाला च्यालेन्ज। उयो मैले साँच्चीकै दिउँ भनेको बुझ्दैन। सो साँच्चीकै दिएको लग न, साँच्चीकै गिफ्ट हो क्या यार, कस्तो चाहिँ। सो गाइज थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। बाइ बाइ गाइज, सी यू इन नेक्स्ट भ्लग, see you in next video.